नमस्ते साथीहरू, फेरि पनि म हजुर समक्ष उपस्थित भइसकेको छु। आज चाहिँ मैले हाम्रो नेपाली गाउँ समाजमा छोराछोरी सानै उमेरमा घरको आर्थिक अवस्था कमजोर हुँदा परदेश हिँड्नुपर्छ अनि गाउँघरमा बुवा आमा एक्लै पर्नुहुन्छ। त्यति बेला बुवा आमाको मनमा के कस्ता ख्यालहरू बितिरहेका हुन्छन्, त्यसै सन्दर्भमा रहेर चाहिँ मैले एउटा आज गीत लेखेको छु अनि हजुरहरूले गीत अन्तिमसम्म सुनिदिनु होला। अनि मन पर्यो भने चाहिँ भिडियोलाई लाइक गर्न चाहिँ नबिर्सिनु होला है। प्रस्तुत गर्न चाहे मेरो गीत। हे धन कमाउने भागदौडैमा छोरो विदेश गयो, पैसा पैसा भन्दा भन्दै देशै खाली भयो। भएको एउटा छोरो पनि अमेरिका गयो, आँखै अघि जहाँ जुड्दा मनै भारी भयो। आँखै अघि जहाँ जुड्दा मनै भारी भयो। के बाचौला यसरी तडपेर पुग्दैन धन, आऊ बाबु फर्केर। के बाचौला यसरी तडपेर पुग्दैन धन, आऊ बाबु फर्केर। पुग्दैन धन, आऊ बाबु फर्केर। हे वृद्ध मात्रै छन् गाउँमा उमङ्गका रह्यो, युवा मात्रै उडी गएनन् खुसी उडी गयो। सन्तानलाई हेर्नै नपाई गाउँमै परान जान्छ, आफ्नै रगत टाढा हुँदा मनले कहाँ मान्छ। बुढाबुढी वृद्ध गाउँमा छैनन् लास उठाउने, दुई चारजना मलामिनी क्यारी जुटाउने। दुई चारजना मलामिनी क्यारी जुटाउने। छैनन् कोही दिनलाई दाग बत्ती फर्की आइजाऊ, भोचाइ नलागडी। छैनन् कोही दिनलाई दाग बत्ती फर्की आइजाऊ, भोचाइ नलागडी। फर्की आइजाऊ भोचाइ नलागडी। हे परदेशमा बस्दा तिमीलाई आउँछ होला झल्को, सँगसँगै हाँसेको र रोएका ती पलको। तिमीलाई पनि परदेशमा भएको होला दुःख, फर्की आइजाऊ स्वदेशैमा बाडौला नि सुख। फर्की आइजाऊ स्वदेशैमा बाडौला नि सुख। खुसी किन्न सक्दैन धनले तँलाई खुसी दिन्छ नि मनले। खुसी किन्न सक्दैन धनले तँलाई खुसी दिन्छ नि मनले। हे तँलाई खुसी दिन्छ नि मनले। धन्यवाद।